मिश्र कक्षा 6 मा अध्ययन छु। आज म तपाईहरुलाई विज्ञानको महत्त्वको बारेमा भन्न गइरहेको छु। विज्ञान भनेको के हो त? विज्ञान भनेको अध्ययन, अनुसन्धान र प्रयोगद्वारा नयाँ ज्ञान प्राप्त गर्नु हो। यसले हामीलाई प्रकृति र जीवनका नियम बुझ्न मद्दत गर्छ। विज्ञानले हाम्रो जीवनलाई सजिलो र सुविधाजनक बनाएको छ। हामी दैनिक रूपमा मोबाइल, कम्प्युटर, इन्टरनेट, बिजुली र गाडी जस्ता विभिन्न उपकरणहरू प्रयोग गर्छौं, जुन सबै विज्ञानकै उपलब्धिहरू हुन्। स्वास्थ्य क्षेत्रमा विज्ञानले औषधि, अस्पतालका आधुनिक उपकरणहरू र रोगको उपचार सम्भव बनाएको छ। कृषि क्षेत्रमा विज्ञानले अन्न, बिउ, मल, सिँचाइ प्रविधि र मेसिनरी उपलब्धि गराएर उत्पादन पनि बढाएको छ। शिक्षा क्षेत्रमा अनलाइन पढाइ, डिजिटल सिकाइ र प्रयोगशालाको सुविधा पनि विज्ञानकै कारणले सम्भव भएको हो। आज हामी विज्ञान बिनाको संसार कल्पना पनि गर्न सक्दैनौँ। मानिस बिहान उठेदेखि र बेलुका सुत्दासम्म र जन्मदेखि मृत्युसम्म विज्ञानकै आविष्कारहरू प्रयोग गर्नु परेको छ। आज हाम्रो जीवन र विज्ञानको बीच नङ र मासुको जस्तै सम्बन्ध बनेको छ। धन्यवाद।